गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई हेयर केयरको टिप लिएर आएको छु। सो म चाहिँ आज होम रेमेडी बनाउन सिकाउँछु तपाईँहरूलाई हेयर केयरको लागि। सो यसरी दुईवटा नभए एउटा एलोभेरा लिने। मैले यहाँ दुईवटा लिएको छु किनकि मेरो कपाल अलिक लामो छ नि त। एन्ड एलोभेरालाई मजाले यसरी छिलेर चाहिँ यसको काँडाहरू निकालेर यसलाई मजाले छिलेर त्यसपछि चाहिँ यसरी भित्रको यसको पल्प हुन्छ नि यसलाई मजाले निकाल्नुपर्छ। यो भागको जुन पल्प छ भित्रको बिचको भाग यसलाई चाहिँ मजाले छुरीले यसरी निकाल्ने। यसरी निस्किन्छ मजाले, हेर्नुहोस्। मजाले निकाल्ने। अनि त्यसपछि एउटा प्याज लिनुहोस्। प्याज चाहिँ मेन हो यसको लागि, यो इन्ग्रेडियन्टको लागि। प्याजलाई मजाले छिल्यो हैन, यसको सबै प्याजलाई चाहिँ मजाले पिल गर्नुहोस्। यसको बोक्रा सबै निकालेर चाहिँ यसलाई ग्रेट गर्नुपर्छ। सो प्याजलाई ग्रेट गरेर चाहिँ यसरी चालनीमा हाल्नुहोस् ताकि यसको रस निकाल्न सकौँ। मैले चम्चीले निचारेर यसरी निचारेर चाहिँ यसको रस चाहिँ एलोभेरामा मिक्स गर्नुपर्छ। सो यसको रस चाहिँ प्याजको रस चाहिँ मजाले चम्चीले निचारेर चाहिँ एलोभेरामा हालेर यसलाई मिक्स गर्नुपर्छ। यसको रस चाहिँ निकाल्नुपर्छ। सो अब चाहिँ फर्स्ट हेयरलाई मजाले कोम्ब गर्नुहोस्। यसलाई डिट्याङ्गल गर्नुपर्छ। र डिट्याङ्गल नगरी त्यतिकै लगायो भने चाहिँ रस पस्दैन नि त राम्ररी। सो त्यही भएर फर्स्ट तपाईँको कपाललाई डिट्याङ्गल गर्नुहोस्। मजाले कोम्ब गरेर चाहिँ यसमा लगाउनुपर्छ। त्यो रेमेडी अप्लाई गर्नुपर्छ। अब यसलाई मजाले अप्लाई गर्नुहोस् कपालको जरामा, रुट्समा चाहिँ मजाले यसलाई अप्लाई गर्नुपर्छ। मसाज गर्नुपर्छ लगाएर चाहिँ यसरी लगाउनुपर्छ। सो मैले चाहिँ त्यो रेमेडी अप्लाई गरिसकेँ हैन। अप्लाई गरेर चाहिँ यसरी मजाले बाँधेर राख्ने। फर 1 आवर टु हाफ एन आवर पनि राख्न सक्नुहुन्छ। तपाईँले यसको स्मेल बर्दाश्त गर्न सक्यो भने चाहिँ 1 आवर पनि राख्दा अलिक राम्रो हुन्छ। सो यसलाई वास गर्दा चाहिँ नभनेको 5-6 प्याकेट स्याम्पूले मजाले वास गर्नुहोस् किनभने यसको स्मेल जाँदैन नि त, त्यही भएर। सो लेट्स गो।